गाइस आज हामी अनि बिहान चाहिँ उता सङ्कट गएर आयौँ। अहिले चाहिँ कालुपाण्डेतिर यसो उमा लाग्न पर्यो। कालुपाण्डे नै नपुगे पनि यसो मासतिर जाउँ, हावा खाउँ। अब आज बिदा पनि छ, कसैको काम पनि छैन, अनि यसो एकछिन फ्रेस भउँ भनेर आएको। अनि अलिकति यो विकल्प भाइले ढिला गर्यो, यो अलिक चाँडै आइपुगेको भए चाहिँ अलिकति चाँडै जान हुन्थ्यो। यो काठमाडौँ आइपुग्नलाई नै ढिला गऱ्यो। अनि यसो मासतिर भर्खरै उमा लाग्दैछौँ। परमेश्वर र नमराज चाहिँ आउँदैछन् पछाडि, खै तिनीहरू के किन्न भनेर छिरेको थियो। अनि हामी चाहिँ अलिकति शिवटारबाट मासतिर आइपुग्यो। काठमाडौँको भ्यू तपाईँहरूले देख्न सक्नुहुन्छ। आज घाम लागेको छैन एकदमै। आज काठमाडौँको वेदर अलिकति कस्तो धुम्म, पानी पऱ्यो रातैभरि सो, अनि बादल लागिरहेको छ। अहिले पनि काठमाडौँको त्यस्तो राम्रो सिनहरू देखिन सकेको छैन, तर केही छैन। अब हामी यसो मासतिर जान्छौँ, एकछिन फ्रेस हुन्छौँ। अनि यसो अलिअलि हावासावा चिसो छ मासतिर, सो ज्याकेट लाएर हिँडेको। मासतिर बेलुकीसम्म बसिन्छ आज 6-7 बजीसम्म, किनकि अहिले 7 बजेसम्म पनि उज्यालै हुन्छ। तिनीहरूलाई हामीले पर्खिरहेछौँ कतिखेर आइपुग्छ, त्यही नै हो। भिडियो हेर्दै गर्नु होला। आज हामी मासतिर जान्छौँ, मजाले रमाइलो त के हुने हो र, जे होस् अब अलिअलि अब साथीभाइसँग गफगफ गरेर बिताउँछौँ टाइमहरू। दाइलाई पनि बोलाएको, दाइको चाहिँ खै आज फेरि आउन मिलेनमा भन्दै थिएँ। दाइ पनि आयो भए 5 जना भइन्थ्यो, रमाइलो हुन्थ्यो भन्ने कुरा हो। ठिकै छ। अब तपाईँहरूले सर र काठमाडौँ देख्न सक्नुहुन्छ। अनि यो केटाहरू आइपुगेनन्, ट्याक्कै नमराज र परमेश्वर पनि आइपुगे। के किन्न थाले? के किन्न थाले? अनि अमिलो चुइकम चक्लेट माथि नै जाने कि अब चौरा जाने डाइरेक्ट? चौरमै जाउँ, अब मासतिर नजाउँ है। ल मेरो बाइक चाहिँ विकल्प भाइले चलाइरहेछ, अरू अगाडि लागे। उहाँ हामी पनि ठ्याक्कै निस्क्यौँ। ल हिँड हिँड है। अलिक उकालो छ ढलान गरेको बाटो, सो अनि त्यो हराएर जान पनि बाइकले अलिकति मार खान्छ क्या। उनीहरू अगाडि लागिरहेछ, हामी चाहिँ बसेछौँ। मेरो बाइक अहिले यसरी चलाइरहेछ। कस्तो बाटाभरि गिट्टी छरे, पानीले बगा होला है। नगएर यताबाट ठाडै उकालो लाग्छौँ। यो बाटो अलिकति सर्टकट छ, उकालो भयो भने अलिकति चाँडै पुगिन्छ भन्ने कुरा हो। मासतिर आइपुग्यौँ माथि। अब यहाँबाट हामी मासतिर जाँदैनौँ। यहाँ तल एउटा चौर छ, त्यो चौरमा गएर आज हामी दिनभरि त्यतै नै टाइम स्पेन्ड गरेर बस्छौँ। जाउँ बाइक तलले जाने लाने लडाउँदैन हो। ए भाइ एस्कुलेटर नलिकन उ गर्न लिएको सक्छस् लानलाई? सकिन्छ है। ल यी बाटो चाहिँ यस्तो छ होइन, लफडा सक्छ थियो। यतिको बाटो नि नसक्ने कि सक्छ क्या, म गाडी लाग्नु ल्याउनु, म लिएर जान्छु। थेट के यस्तो बाटो नसक्ने भन्नु भाइ, कस्तो बेसी बाटो कस्तो छ त्यस्ता त जान्छ। गेर हालेर टक्क स्टार्ट गरेर आउनु न, लिएर जा भाइ नमे। सक्छ हो, बिस्तारै आइज त, चिप्लो छैन।
तँ लिएर जा लिएर आऊ म लिन आऊ इस यहाँ एउटा बाइक कहाँ पुऱ्याएर है अब अर्को बाइक फेरि लिन जानु पर्यो हैले अनि बाटो यो पक्क यहाँ देखाइदिउँ न यिनीहरू ले चाहिँ एउटा बाइक पुर्यायो अर्को बाइक लिन आएको छ गाई अर्को बाइक ल्यायो एउटा सकेन आज बर्थडे बाइकले सकेन बाइक झार्नलाई लड्छु कि भन्ने डरले होला ओह्रालोमा चाहिँ जतिसुकै जेसुकै भयो नि पछाडि ब्रेक गर्दै खुट्टा निकाल्नै हुन्न के त्यो भयो भने अहिले सहज हुन्छ अर्को ल्यायो आज बर्थडे बाइकले बाइक झार्न सकेन किन डरा हो बर्थडेको दिन अब लडियो भने त फेरि कना पर्छ नि त गाइस एनिवे हामी आज चौरमा चिल पाराले शीतल खान बस्नलाई भनेर आइरहेछौँ एउटा जम्बू बोकेका छौँ हामीले चाउचाउ साउचाउ खाजा बोकेका छौँ होइन परेश्वर आज बिदाको दिन अब गणतन्त्र दिवस पनि हो हामी चाहिँ यसो मासतिर चाहिँ अब एकछिन बसौँ साथीभाइहरू भेटौँ 2-4 जना साथीहरू आउनु नि सक्छन् अझै एकछिन बसेर अनि हावा खाऊँ यतातिर एकछिन यहाँको काठमाडौँको भ्यू हेरौँ रातभरि पानी परेर चाहिँ अहिले रहेको अवस्था छ एकदमै रमाइलो हुन्छ कि जस्तो मानेछु मैले पनि आज जन्मदिन पनि हो जन्मदिनमा कोठीमा मात्रै कति बसिरहनु बिहान मन्दिर गएर दर्शन गरेर आइयो कुन मन्दिर गए सङ्कटा मन्दिर दर्शन गरेर आइयो अब टिका लागिन होला सङ्कटा मन्दिर सङ्कटा मन्दिरमा टिका चाहिँ लाइएन फुल चाहिँ एउटा शिरमा राखेको हो यता यज्ञेश्वर महादेव मन्दिरमा आएर चाहिँ हामीले जल चढाएर अनि हेर्नु त कम मजाको जङ्गल छ हामी यो जङ्गलको बिचमा आएर बस्छौँ आज बर्थडे दिन कस्तो लागिरहेको छ परमेश्वर अनि बर्थडे दिन मलाई एकदम रमाइलो लागिरहेको अब मौसमले पनि साथ दिएको छ बिदा पनि यसो मिलेको हिसाबले अनि त्यो भएर ल जाऊँ न त मासतिर एकछिन बसेर आऊँ काठमाडौँको भ्यू हेरौँ भनेर चाहिँ हामी यतिखेर अहिले यो कालुपाण्डे जाने बाटोमा ठ्याक्कै चौर छ चौरमा चाहिँ फाइनली हामी चौरमा आयौँ हामीलाई हिँडायो यिनीहरूले एकदमै भव्य दिव्य हुने होला आज ल रमाइलो हुन्छ एकदमै मौसम पनि एकदमै आज चिल छ यताको मौसम फाइनल्ली हामी चौरमा आयौँ हाम्रो यो जक्सन हो यो अनि नेचुरल पानी यो वनमा मैले थाहा पाइनँ तैँले सुँग होला अनि यो बोतल चाहिँ अब रक्सी हालेको कि होइन भनेर यहाँ सुँगिरह पानी खानको लागि रक्सी हालेको बोतल भए काम नलाग्ने भनेर अब विकल्प लगाइदिनु अनि त्यसलाई त बाख्ना आउँछ छोडिदिनु हो तर आउनु चाहिँ आएन छैन पखालेर यसमै थाहा पाउनुहुन्छ लिएर जाउँ ल भयो धमिला आयो त्यसमा जुगाडै खान्छ जस्तो लाग्यो धमिला आयो पानी हो के थाहा यार जुगे खाइस् कि के हो है ठाडो पारिस त्यही भएर म चाहिँ त्यसो पार्दा सङ्लाउँछ म चाहिँ पाइपमा जम्या ओहो ओ यो पानी त खानुहुन्न अहिले खानु पनि दियो सुरुमै ल्याएर त पाइपमा जमेर त्यो हिलो आयो कि अब एकछिन आउँछ ए आथ्यो सफा तेरो गालैभरि त्यो उनी पातै पात यहाँ हेर्नु यो मुख धुवाएको ए पात पानीमै पाइप नउचाल्नु न पाइप नउचाल्नु पानीमै पात हो त्यो मुला लास्ट धमिलो खाएर पानी त खानु हुँदैन यस्तो भयो भने त मर्छ म त मुस्ती धुने सा नि ध प ध सा रे ग सा नि ध प ध प ग सा रे ग प ध सा रे ग सा नि ध प ध ध ग ग ध ध प ध प ग ग ध ध ग रे सा ध रे
ग सा रे ध सा प ध प ध ग रे सा ध सा सा नाच न त त्यसो भए नाच राखिदेऊ मुटुको छेउमलाई भागौँला त्रिशुली तरेर भागौँला त्रिशुली ओए पानी छोङ्ला यार हो सारङकोटको डाँडैमा घाम लायो मुटु साँची राखेको काम लायो तिम्रै माया छ तिम्रै माया छ तिम्रै माया छ डाँडैमा घाम लायो मुटु साँची राखेको काम लायो सारङकोटको डाँडैमा घाम लायो मुटु खाली राखेको काम लायो तिम्रै माया छ तिम्रै माया छ तिम्रै माया छ कहाँ छ भनी सोधिहेर साइली दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ कि त तिमी नि रानी हौ राजा पायो क्या भाग्यमानी हौ रूपको त तिमी नि रानी हौ राजा पायो क्या भाग्यमानी हौ तिम्रै माया छ तिम्रै माया छ तिम्रै माया छ कहाँ छ भनी सोधिहेर साइली दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ आस मेरो खुसी तिमी नै आस मेरो मनको मान्छे जीवनमा खास मेरो तिम्रै माया छ तिम्रै माया छ तिम्रै माया छ कहाँ छ भनी सोधिहेर साइली दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ ए मुस्ताङ जाउँला हनीमुन मनाउला छोरा छोरी जुम्लिया बनाउला मुस्ताङ जाउँला हनीमुन मनाउला छोरा छोरी जुम्लिया बनाउला तिम्रै माया छ तिम्रै माया छ तिम्रै माया छ कहाँ छ भनी सोधिहेर साइली दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ ए दायाँ पनि छ बायाँ पनि छ